सुरु हुन्छ हाम्रो यहाँबाट यहाँ टिकट काट्नु पर्ने हुन्छ गाइस हैन अरु के गर्नुपर्छ थाहा छैन हैन त साथीहरु जामाचो हाइकिङ जानलाई चाहिँ यसरी विवरण दिन पर्ने रहेछ हैन सबैजना जाने चुइङम छ चक्लेट छैन चुइङम छ छैन छैन भनेर लेख्देऊ चक्लेट राख्नु पर्दैन के अब साइन हान्दिन्छ एकछिन साइनको चाहिँ हेरौँ त ल दामी दामी केपी ओलीको साइन यस्तो साइन हान्नु भाइ यस्तो गर मुख्य व्यक्तिको नाम रोहन मोहन देख न यसरी विवरण दिनुपर्ने हुन्छ साथीहरु नम्बर चाहिँ नदेखाउने मान्छे बुढाले पनि फोन है बुढालाई लालाई फेरि नम्बर दे ओ है नम्बर देखाउँछ भन्नु होला फोटो खिच्दैन हामी भिडियो दामी आएर के फोटो खिच्नु पर्यो त हामी यति पनि त्यस जस्तो देखाएको छैन साथी हो यो आजको हाइकिङको यात्रा हैन यस्तो प्याक छ नि तर के गर्न नदिने रहेछ कि हैन न माछा मासु लान दिन्छ न के गर्न दिन्छ 100 रुपैयाँ टिकट तिरेर नि यति झ्याउने साथीहरु तपाईहरु पनि आउनुहुन्छ भने जामाचो हाइकिङ जानुहुन्छ भने माछा मासु चाहिँ लिएर नआउनु होला हामीले जस्तै दुःख पाउँछ हामीले सबै छोडी मेघहरु ल्याउने बेला खाली घाँस फुस मात्र ल्याउनु हो भेज प्योर भेज हैन भने नो इन्क्लुडेड अलिकति हल्का चलाक गर्ने चाहिएबाट छिरेको हो त्यति गर्नुपर्ने चाहिँ कतिले गर्दैन तर हामीले सोच्नु पर्यो सबैले ल्याउँछ तर ल्याउने मान्छे तर हामीलाई भ्याउ भयो नि हैन सबैले मासु चाहिँ यताबाट टोइलेटपट्टिबाट आएर छिराउँदो रहेछ तर हामी चाहिँ सोध्यो भने मासु छ भनेको छ भनेको हुँदैन नि ल्याएर उता ल्याएर राखेर ल्याउनु पर्यो मलाई त एक्सपायर भइसक्यो लाइसेन्स दिएको उनीहरु चेक गर्ने तपाईहरु मासुवाला ग्रुप हो रे के माछा मासु लान मिल्दैन नि तर यहाँतिर भैँसी काटेको लादी गनेर गाइस हो ल आजको हाइकिङ हाम्रो यहाँबाट सुरु हुन्छ साथीहरु के हुन्छ हामी अपडेट गर्दै छौ हैन यदि हिँड्दै खुट्टा दुखिसक्यो खाना पिउ लगाउनु नि दिदी भइसक्यो नि हैन चोरी ल्याउ पापीहरु तिमीहरु उफ्रिँदै गर म एकछिन अगाडि गएर बस्छु हो गाइजहरु पसिना आएको अवस्था ल क्यामेराम्यान अनि मोडल चाहिँ हेर्नुस् त यहाँ त्यो हिरो हिरोइन यता छ त्यो यो चाहिँ हिरोइनको दिदी हिरोइनको दिदी म चाहिँ रेखा थापा ओ तपाईं चाहिँ के हो विराज भट्टराई कि निखिल प्रति तीनचोटि गर्नुपर्छ हे हे त हाम्रो टोलीहरु यहाँ सानो बाबाहरु पनि हाइकिङमा छ हेलो गर्दैन एकचोटि हेलो गाइस फाइनल्ली यतातिर आइपुग्यो अब त्यसो बाटो आइपुग्यो हैन त त्यसो बाटो आइपुग्यो नि अब त हो र हो त्यही भएर त खाम भनेको त त्यहाँ माथि चेक गर्नुभन्दा अगाडि खाएर जाऊ है भने त गर्छ अरे के खाएर जाऊ है भने हेलो गाइस यत्रो मासु राखेर यस्तो त गरौँ न त्यो अन्डा चाहिँ भित्रतिर हाल्छ के गर्ने माथि चाहिँ सलाद हाल्नु गाइस ठाउँै भित्र चेकिङ पनि गरियो अब यहाँबाट चाहिँ तेर्सो होला हैन कस्तो लाग्दैछ तपाईलाई म मासु छुट्यो मासु ल्याइदिन्छ गाइस हैन
त्यसलाई के खान नपाउनु भयो अब त्यही पपकर्न झन् मिठो बनाएर अस्तिको भन्दा भनि पठाएको ओ यहाँ त के स्क्विड गेम पनि खेल्नु मिल्दैन जामा चोले लेखेको वेलकम लेखेर रहेछ हौ यता दुईजना गेम ल्याउनु भएन होला दाइ यस्तो गर्ने भनेको के तास ल्याउनु पर्ने रहेछ यस्तो गेम खेल्ने भनेको सुन्नु न हौ के हान्नु रुमाल लाछ रुमालले अनुहार आँखा छोप्ने अनि पछाडिबाट हान्ने कसले हान्ने त्यो पत्ता लगाउने पैसावाला ठिक थियो के हान्नु नि दुईटा पुतली आज नखाऊँ ल आज सिधै पैसा लगाउनु पैसाले आएन हजुर अनि अरे पनि टाइप गरे हुन्छ फेरि पनि भेटिसके हाम्रो युट्युबर साथीहरु हाम्रो कन्टेन्ट सुरु भइरहेको छ साथीहरु तिम्रो साथी होइन आधार कार्ड हामी नि युट्युबर न हामी नि युट्युबर लाग्छ हो पालै बेला सब्स्क्राइब गरौँ न अलिअलि के ब्लगको नाम मिस्टर ठकुरी हो र हाई गाइस 2000 मेरो ब्लग हेरेर नबिर्सिनु होला उहाँ चाहिँ मेरो त ब्लग छैन म चाहिँ यो सबैको ब्लगमा घुस्ने मात्रै हो के तपाईँ यस्तो हुनुहुन्छ कि जे होस् तपाईँ रमाइलो हुनुहुँदो रहेछ सागर आउँछु भन्छ आउनु भनिदिनु त हामी पर्खिने नि त हौ है आऊ भनिदेऊ न त नि हामी पर्खिने नि त नि हे नपर्खिने के नपर्खिने कहाँ पर्खिन्छ यत्रो के थाहा गाइस मोबाइल हराएर टेन्सन भयो यतातिर चाहिँ तनाव भयो यतातिर नभेटाएको भेटायो भनेर गाल लगाइराखेको यता भेटा हो तपाईँले तपाईँ भेटा हो त्यही त भेटा भने अब भेट्यो भने माथि जामाजो कसले राखे त फोन चाहिँ साइलेन्टमा फेरि यस्तो छ के भेट्यो भने माथि दिन्छ होला अब कसले दिन्छ नि माथितिर चाहिँ अब को हो त्यो त कसले दिन्छ त माथितिर चाहिँ फोन फोटो राखेको छैन छैन आलु खाँदैछु भाइ फोटो राधाकृष्णको छ राधाकृष्णको फोटो छ अरे अब ल अब छोड्दियो अब स्यामले नयाँ फोन किन्नु छ अबि फर्स्टला गाइस फोन हराएर टेन्सन भयो कसले फोन पायो त्यो पनि थाहा छैन अब गयो 40,000 को फोन होइन सेकेन्ड ह्यान्ड 40,000 को फोन भनेपछि नयाँलाई त नगयो 80 जति लुखा त्यो पनि टेक्निसियन भयो त्यो दिन त हामीले किन्नु परेको भए सम्पर्क फोन उठाएको के भेटाएको छ फोन दाइ मेरो फोन दिनु फोनमा काट्यो हो कि के हो नि फोन काटेको उले आफैले मैले काट्यो भने के दाइ प्लिज फोन दिनु न भन्नु पर्दैन त दाइ दिदीको हो त्यो त गर्नु त फोन फेरि नि नम्बर चाहिँ कुमार म मेरो यस्तो तिमीले हेर त्यो भेटाउँदै भेटाउँदैन हैन त्यो टिभीले हुन्छ कि कसले दिन्छ है फोन पाएपछि कसले दिन्छ त अब हाम्रो आजको ट्रिप बिहानैदेखि झुर भयो निस्किने भनेको 8 बज्यो यहाँ आएर पनि आधी घन्टा 1 घन्टा त्यो मासुको टिभी उठायो ल हो र अनि यहाँ चाहिँ फोन कसले उठाएर काट्छ जमुना गङ्गा यो त हेरेर रोल्दै होइ त्यतिकैमा अघिदेखि रोहनले लिएर ल्याउँदा रोहनले फोन उठाएर चाहिँ कसरी काट्छ नि यहाँको यही चाहिँ कस्तो कुरा गर्छ यसले साउन्ड त्यसो लायो होला नि अब सबैले कराएको हाम्रो बोली यस्तो छ त अब के कराउने नकराउने त हौ है हाम्रो बोली यस्तै छ त करा जस्तो लाग्छ नत्र हामी भरे फर्किँदा बेला त्यो उयोहरू छ नि त्योहरूलाई पनि एकचोटि बुझ्नु न भन्नु न के भन्छ निस्किने बेला सबको फोन चेक गर्ने नि त निस्किने बेला सबैको फोन चेक गर्न लाउने नि त
हामी त ब्लग कन्टेन्ट बनाइरहेको हौ युट्युबर हो भन्यो अनि कन्टेन्ट भनेको के दुईजना त्यो चाहिँ हामीसँग बिस्क्यो अनि बे गर्ने केटी खोज्दै अरे बहिनीहरू अनि मैले चाहिँ कुकुर हाम्रो छेउतिर कुकुरहरू छ तिनीहरू बनाइदिनु ल भनेको कन्टेन्ट पायो पायो काल्न काट्न आउँदै थियो कि अब बनाऊ तपाईँ बनाउनु कसरी गाइस आइपुग्यो फाइनल्ली हामी कति किलोमिटरको बाटो 5 किलोमिटरको बाटो 5 कि 4 किलोमिटरको बाटो हिँडेर हामी ल गाइस फाइनल्ली आइपुग्यो जामासो डाँडा हामी चाहिँ यताको अवस्था यस्तो छ हेर्न सक्नुहुन्छ त्यो माथिबाट यस्तो रहेछ यस्तो यो गुम्बा मेन यहाँको गुम्बामा आउने रहेछ नि त जामाचो गुम्बा कस्तो उल्टो हिँडेको त हौ काठमाडौँ जाने जामाचो गुम्बा यस्तो छ यस्तो फर्कौँला यता फर्काउनु न अनि मात्र उयो गर्नु नघुम्ने गुम्बा नघुम्ने मासु त छैन त्यहाँ बाटो छ खतरा देखिँदैछ फुलफाल्दे किन अरु कसैले के भने फाइन तिराउँछ रे हावा भने मात्र हो त मुख चाहिँ धुनु पाए हुन्छ के भन्नु पसिना कस्तो भयो अब किन तिम्रो पऱ्यो त एक एउटा चाहिहाल्यो अब किन तिम्रो पऱ्यो त पाइहाल्यो किन किन्नु पर्छ अब अनि त्यसरी कस्तो खालको मान्छे हो म भने कसरी भन्या भने टिभी हाल्यो नि मैले ब्लास कि ब्लास भालिदिएको यहाँ गोलामा हालेको छ यहाँ हालेको छ भने मात्रै हो हामी फोनमा टिप्यो भने भन्नै पर्दैन त्यही राखेको हो टिप्न मिल्दैन भने उसले भनेर हुन्छ मलाई यो मलाई टिपेर तल फुनाइरहेको हान्दैन जा मान्छेले फोटो यस्तो गरी खिचेको यहाँ पो जस्तो छ है हुन्छ त भले गाह्रो रे गाह्रो पर्यो नि कस्तो घाममा नि तर हावा चाहिँ आउँदो रहेछ हौ कस्तो आऊ न गाई त बसौँ दामी आउँदो रहेछ लेकिन विनम यता गयो दुईजना
लाग्छ कि यो भइस चाहिँ यो देखेपछि कस्तो रमाइलो लाग्छ कि यस्तो चाहिँ मलाई एकदम मनपर्छ कि जहाँ गए कस्तो रमाइलो फिल हुन्छ कि यस्तो देख्ने बित्तिकै हजुर छैन नि राख्नु भनेको मैले नि हो भने अन्डा धरी निकाल्न लगाएर त्यो मुलाहरू लास्टमा सब मासु मात्र खाइरहेछ त्यहाँ माथि त तिमीहरूको हातमा त किरै पर्नु पर्छ सबले मासु खान्छ हामी चाहिँ केही नै त्यत्रो हाइकिङ आएर मासु खाने भनेर गरेको अनि तिनीहरूले अरूलाई चाहिँ पठाउने हामीले चाहिँ किन नपठाउने त नि हौ उनीहरूले पठाएको होइन नि त कहाँ ओछ्याउने त यस्तोमा केही गोलोमा बस्न मिल्थ्यो होला नि है टक्क भ्यू हेर त्यहाँ उयो माथि त्यो त्यो अघि खाली ठाउँमा बस्यो भने हुन्थ्यो के बरु त्यही खान मिलिहाल्छ कि मिल्दैन ल्याएछ त ए अनि यो अचार त खोलेर हेरेन होइन त्यही त हामीले उस गरे कि भित्र मासु अलिकति आधी हालेर आधी अचार हाल्नुपर्ने रहेछ त्यही त सरले भन्दै थियो कि जसरी नि यो अचारको बटन नहेरिसकेपछि अनि मासु त ल्याइ थियो होला त नि ए सक्यो अब उता राखिसक्यो कुरा मात्र हामीले डाउरो मासु ग्रुप आइसक्यो भनेर भनेदेखि मान्छेले यही ओछ्यादिम है सुल्टो गर्न कस्तो उल्टो गरेको बिचकिहाल्यो नि अब बिहान बनाएको नि त पानी त किन ल्याउनु पर्यो अब ल्याएन रहेछ त्यही भएर हामी आयो अड्दैन यार हामी अड्दैन मेरो बुढाले अब चाहिँ म चाहिँ चिन्नु थाल्यो त्यो अलिक उता ओछ्याउनु पनि थियो धेरै यता ओछ्याउँछ नि त कोही जाँदैन पानी कसले ल्याउँछ तिमीले दिनु न के भन्छ मेरो यहाँ कस्तो अलक्षिणाहरू रहेछ है सबले मासु बुढाबुढी जान्न हो के साह्रो हो यस्तो यो चेस गरौँ न गाइस यस्तो गरौँ न त ल चेयर्स चेयर्स ल किन नहालेन खाना खाने भने तैँले खानु मैले हाल्नु जिरो हाले मटन नुन लास्टमा मम्मी भनेर फोन गर्यो क्या यार मर्नु पनि के छ हेलो क्या फोडेर सकिसक्यो माछा तिम्रो छोरा आज मेरो फोटो दियो खाएर पनि पेटै घेला हुन्छ होला खाना जन्मेकाहरू खाओ खाओ खानै जन्मेकाहरू हो खाओ मिठो 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 घरमा के हामी के गर्दाखेरि त्यो हुक्काको त टुप्पो नि पेट नदुखाउनु ल गाइस सबैले खाना खाइयो यस्तो अवस्था छ कसैले पेट अगायो नि त
अगायो होइन टन्नै होइन आएको छैन भर्खरै 5 महिना हुँदैछ अनि चुचुम्बिने थियो क्या जुत्ताले होइन मोबाइल ठ्याङ गऱ्यो नि त्यो सातो पुस्दिन बिहाको नि भ्यायो नि कङ्गार दुईजनाले कति हुँदो रहेछ गाइस यस्तो डाँडामा बसेर होइन लाएर खानुको मजै छुट्टै छ होइन पऱ्यो क्या यहाँ तपाईँकै बुढाले हो कता यदि बाइक भएको यो हो नि त यस्तो हो नि त मजा मैले जानु पर्छ लान्छ अचार रेड बुल बनाउँदैन gives you a win यसलाई भन्छ यहाँ बाल्नु छ के सधैँको लागि उड्यो फेरि यहाँ आउँदैन त्यसको मतलब त्यही हो रेड बुल gives you a win भन्छ एनर्जी दिन्छ हात फाल्यो तर रेड बुलको सबैको प्राइस त्यस्तो छ क्या त्यो बाइकहरू रेसिङहरूदेखि लिएर त्यो स्केटिङहरू विदेशमा त्यही डट बाइकहरू त गयो केटासँग बोल्दै फोन गर्दै यसो फोन गर्दै नखाना भन ल साँच्ची भने यतातिर चोर पनि पक्रिनु पर्छ क्या भिडियो बनाएर पुरा धोपिहाल्ने क्या सबजना मिलेर कसरी रे माथि त माथि त्यो टेन्सनै छैन जानु न दाइ उठाएन देखाइदिनु भन्दा नि के के छ त्यो भन्दा होइन फोन नगरेर कुरा गरेर त भने सिधा गाडो राखिदिने दुखी बन्ने हाल्यो यो फोन लाग्यो भने फोन दिन्छ तब दिन्छ त सुन तब दिन्न फोन लाग्यो यहाँ आउँछ यहाँ भिडियो बनाएर आवाज त्यस्तो थिन्छ अन्जुको त फोन मैले मेरोबाट नि फोन लाग्यो बोल्नु भन्नु राम्रोसँग भन्नु है हेलो 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 कहाँ जानु नि हाम्रो भिडियो चाहिँ कसरी बनाउनु त तपाईँ भिडियो बनाउनु जानु हामी नि जाऊँ न कस्तो हो हामी तिमीहरू चाहिँ बस के बस्छ भनेर तलै बोलाऊ भनेको कस्तो होला कि होइन ला फोन आयो ल उठाएर त भन्नु ट्याक्क उठाएर होइन कानमा राखिदियो न हेलो हेलो भन्नु सिधै कानमा लगाएर हाल भन्दा लाउ न
रहेछ मोबाइल यहाँ हेलो 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 उसले अझ उठाएर हेलो तपाईँले यो फोन भेटाउनु भयो अरे उसले आफ्नै बोलिरहन आयो क्या हो उसले आफै यो मान्छेलाई यो मान्छेलाई चेता यो त्यहाँ तल भुइँमा खसेको थिएन कहाँ खसाएर राखेर छ अझ मलाई भने नि त रोहन दाइले नै लिखेको छ भने मैले भनेको हो कि यिनीहरूले नपत्याउँछ अलिअलि प्याङ त हान्नु परेन तर तिमीहरूले मोबाइल चाहिँ केयरलेसै गरे हो कि त्यसै फाल्न चाहिँ नहुने त्यहाँ तल बोल्दाखेरि मैले तर तिमीले उल्टो बुझेछ भने मैले यो फोन भेटाइसकेँ अब दिन भनेको माथि दिन्छु पो भनेर सुनेछ यार बाटो भयो दिमागै खराब हुने मेरो बर्थडेमा आइफोन आउने हो कमुक पारेछ हेर त्यहाँ तपाईँले कस्तो मलाई तपाईँले भयो मलाई थाहा थियो कि तपाईँले यो दाइले मलाई त हाँसिरहेको मेरो मोबाइलबाट फोन गरेर मलाई बोल्नु दिएर रहेछ हेलो यो फोन तपाईँले भेटाउनु भयो भने हो ल मजा आयो हामी हाँसौँ न जमुनाले मोबाइल लिएर हेलो भन्दा पो फोन उठाएर आउँछ यहाँ होइन माथि जमरे दुवैजना हेलो हेलो भन्नु बोलिरहेको छु कि म चाहिँ फेरि कानमा आएर कि हेलो यस्तो मोबाइल पनि भएर कि मेरो आफ्नै मोबाइल भनेर कि दाइ हाँस्छ यस्तो हेर्छु मेरो मोबाइल हेर्छु दाइले कानमा राख्नु अघि उठाएर बोलेको आवाज आइरहेको थियो मैले होइन इगो आइरहेको थियो है यिनीहरू थाहै भएन भने डबल आइरहेको कि त्यही अनि होइन म त मैले कानमा ल्याउँदाखेरि तर मलाई थाहा थियो नि तपाईँको स्वर हो भने मैले फर्स्टमै भनेको थियो कि मैले तपाईँले माथि फोन उठाइदियो हेलो बोले जस्तो गरे अब सागाले फोन गरे भनेर फोन पायो होइन त मलाई थाहा थियो कि मलाई कता कता डाउट लागिरहेको छ भने मैले बात पाउँदै हामी चाहिँ फेरि पनि फर्केर पनि आइसक्यौँ नाजुक अवस्थामा छ यतातिर धन्न पो भइरहेन नाजुक त गयो आइयो खाइयो त्यति हो अब भोलि कस्तो फिल तेल भइरहेको र मालिस नगरिकन भोलि फिल हुन्छ तेल र मालिस नगरिकन तेल मालिस नगरिकन बिसो हुने होला छैन कहाँ पछाडि बसेको त साथीहरू हाम्रो त आजको भ्लग यहाँ उयो हुन्छ
यदि तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने मेरो भ्लग हेरेर आउनु सक्नुहुन्छ होइन मासु सासु चाहिँ नल्याउनु सो मासु चाहिँ नल्याउनु सासु चाहिँ ल्याउनु हुन्छ भने वासरुम जान्छु भनेर चाहिँ लुगा लिएर आउनु भन्न खाइहाल्यो मासु मासु आजको भ्लग यही इन्ड हुन्छ साथीहरू बाई बाई हाम्रो भ्लग हेरेर कस्तो छ के छ भन्न नभुल्नु होला अनि राम्रो लागेमा लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्न नभुल्नु होला र छेउमा रहेको बेल आइकन लाग्यो नलाग्यो नि लाइक सब्सक्राइब भन्नु राम्रो लाग्यो नलाग्यो नि लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु होला त्यही गर्नु होला ओके बाई बाई